वरिष्ठ नेता सांसदमा गएर चाहिँ हाम्रो राजा वीरेन्द्रको बारेमा चाहिँ अपशब्द बोलेर बसिरहेको रहेछ हैन के भनेको रहेछ एकचोटि तलपट्टि सुन्नु त। तर दिल्लीको कलकत्तामा क्लबहरूमा चाहिँ राजा वीरेन्द्रले विभिन्न थरीका आइमाईहरूसँग रसरङ्ग मचाउन थालेपछि त्यस बेलाको स्टेट्सम्यानदेखि भारतीय पत्रिकाहरूले टिप्पणी गरे के हो र नेहरूले बाध्य गरे इन्डियाको प्रधानमन्त्रीले बोले यो नेपालको राजाको तरिका। अनि एउटा चिज सांसद भित्र स्टेटमेन्ट बनाउनु भन्दा अगाडि राम्रोसँग अलिकति आफूले क्लियरिफाई भएर त बोल्नु। ए बाबा दिल्ली र कलकत्ता भन्ने छुट्टै छुट्टै ठाउँ हो के बुझेनौ। दिल्लीमा कलकत्ता छैन। म चाहिँ सांसद भित्र छु अनि म चाहिँ एउटा भ्रष्टाचार नेता हो भनेर भन्दैमा मुखमा जे मन लाग्यो त्यही बोल्ने काम चाहिँ नगर बुझ्यौ नि। त्यो सांसद हो देशको। त्यहाँनिर चाहिँ देशको चाहिँ अर्थव्यवस्थाको बारेमा देशको समस्याको बारेमा चाहिँ बसेर गफ गरिन्छ। अनि जब राजा वीरेन्द्रको चाहिँ हत्या भइसकेपछि अनि सत्ता सम्हालेको त तिमीहरू भ्रष्टाचार नेताहरूले नै हो। अनि 18-19 वर्षसम्म तिमीहरूले गरेको त केही पनि छैन। अनि अहिले आएर चाहिँ हाम्रो राजा ज्ञानेन्द्रले चाहिँ के हात जोडेर चाहिँ जनतालाई चाहिँ अब उठ्नुपर्छ सबैजना देश बिगार्यो भ्रष्टाचारीहरूले चोरेर बेचेर खायो सिधाइदियो हाम्रो देश भनेर भनिदिनु भएको थियो। यिनीहरूको रातको निन्द्रा उडेको छ। ए भगवान खुल्दुली भएर कहिले पूर्वदेखि पश्चिम पश्चिमदेखि दक्षिण पुगेको छन्। अनि एउटा कुरा सुन राजा वीरेन्द्रले नि हाम्रो देशको लागि यति धेरै कामहरू गर्नुभएको छ यति राम्रो राम्रो काम गर्नुभएको छ नि हो। त्यही कारणले गर्दा चाहिँ नेपाली जनताहरूले आजको समयमा पनि नेपाली जनताको चाहिँ मनमा चाहिँ उहाँ बस्नुहुन्छ के नेपाली जनताहरूले चाहिँ इज्जत गर्छन्। मान्छेहरूले उहाँको फोटो देख्नुभन्दा अगाडि पनि उहाँको नाम सुनेर नै इज्जत दिने गर्छन् के। राजा वीरेन्द्र नै त्यही मान्छे हो हैन जो मान्छेले चाहिँ मुस्ताङ र टिबेटलाई चाहिँ चाइनाले हडप्नबाट चाहिँ बचाउनु भएको। अब तिमीहरू भ्रष्टाचारीहरूले चाहिँ अब काम भने के हुन्छ देशको उन्नति प्रगति भने कस्तो हुन्छ अब तिमीहरूलाई त थाहा छैन। किन भन्नु भन्दाखेरि तिमीहरूले जिन्दगीभर गरेको भनेको त्यही भ्रष्टाचार मात्र देशलाई लुटेर खाएको मात्र। अनि राजा वीरेन्द्र नै यस्तो मान्छे हो कि जब उहाँ राजा हुनुहुन्थ्यो नि हो त्यो बेलामा चाहिँ अनि नर्मल जनताले चाहिँ जब आन्दोलन गरेको थियो अनि त्यो आन्दोलन गर्दाखेरि चाहिँ अनि आर्मी चाहिँ राजाकै हातमा थियो। अनि त्यो बेलामा चाहिँ अनि राजा वीरेन्द्रले यदि चाहनु भएको भए ब्लड मोसाकर पनि गर्न सक्नुहुन्थ्यो। त्यो मतलब के भन्नु भन्दाखेरि आर्मी पठाएर चाहिँ मान्छे आन्दोलन गर्ने मान्छेलाई चाहिँ मार्न पनि लगाउन सक्नुहुन्थ्यो। तर राजा वीरेन्द्रले चाहिँ त्यो चिज गर्नु भएन। किन भन्नु भन्दाखेरि हाम्रै देशको जनता हो हाम्रै मान्छेहरू हुन् र जनताले चाहिँ विरोध गर्ने हक अधिकार पाउनुपर्छ पाउँछन् पनि र उनीहरूको हक अधिकार छ पनि। तर मेरो देशको जनताहरू चाहिँ मर्नु भएन देशभित्र चाहिँ रक्तपात हुनु भएन भनेर चाहिँ भन्नुभएको मान्छे पनि राजा वीरेन्द्र नै हो। र तिमीहरूले जुन आन्दोलन गरेर आजको समयमा जुन गणतन्त्र गरिरहेको छौ नि राजा वीरेन्द्रले नै त्यो ठाउँ दिनु भएको। त्यो बेलामा तिमीहरू उफ्रिन पाएको थियो। अब देशको उन्नति प्रगति र अर्थव्यवस्थाको बारेमा तिमीहरूलाई के थाहा हैन लुटेर खानेलाई थाहा हुँदैन। ल यहाँ सुन अब नेपालमा ट्रली बस भन्ने त थाहा होला नि। पहिला चाहिँ इलेक्ट्रिकबाट चाहिँ एउटा बस चल्थ्यो हैन त्यो अहिले छैन नेपालमा हो। त्यो ट्रली बसको स्थापना पनि राजा वीरेन्द्रले नै गर्नु भएको नि हो। त्यो बेलामा हाम्रो देशमा सानो ठुलो इन्डस्ट्री गरेर नि 2054 वटा चाहिँ इन्डस्ट्रीहरू थियो सानो ठुलो सबै गरेर हैन। तर आजको समयमा हेर्ने भने तिमीहरू नेता भ्रष्टाचारी नेताहरूले चाहिँ सबै कुरा बेचेर खाइसक्यो नि त देशलाई नै बेच्दिन लागिसक्यो। अब राजा वीरेन्द्र भएको बेलामा चाहिँ मान्छेहरूले चाहिँ रोजगार पाएको थिए आफ्नै देशमा बसेर काम गर्न सक्थे अनि हाम्रो देशमा बनेको सामानहरू बाहिर अरू देशमा पनि जान्थ्यो। अब यस्तो कुरा थाहा हुनलाई पनि स्कुल गएको हुनुपर्छ। अब तिमीहरू स्कुलै नगइकन नेता भएको हैन। राजा वीरेन्द्रले यति धेरै ठाउँहरूमा चाहिँ इन्डस्ट्रीहरू चाहिँ फ्याक्ट्रीहरू एउटा कुनै पनि कम्पनी चाहिँ इस्टाब्लिश गर्नु भएको थियो। नाम सुन नेपालगञ्ज पोखरा बुटोल भक्तपुर धनकुटा वीरेन्द्रनगर अनि गजेन्द्रनगर यो ठाउँहरूमा चाहिँ राजा वीरेन्द्रले चाहिँ उद्योगहरू खोल्नु भएको थियो हैन। एउटा सर्वसाधारणको लागि चाहिँ रोजगारीको लागि अनि देशको उन्नति प्रगतिको लागि अनि देशको अर्थव्यवस्था चाहिँ राम्रो बनाउनको लागि यहाँनिर चाहिँ ठुलो इन्डस्ट्रीहरू थियो। यदि तपाईले अहिलेको समयमा खोज्नु भयो भने पहिला यो ठाउँमा यसको कारखाना थियो त्यसको कारखाना थियो भनेर चाहिँ यसरी तपाईले सुन्नुहुन्छ आजको समयमा पनि हो। त्यो सबै चाहिँ वीरेन्द्र राजाको समयमा चाहिँ उहाँले चाहिँ स्थापित गर्नुभएको इन्डस्ट्रीहरू र आजको समयमा यो सबै इन्डस्ट्रीहरू बन्द भइसके। जब नेपालमा चाहिँ राजतन्त्र सक्यो नि हो त्यो पछि नै नेपालको चाहिँ दुर्गति सुरु भयो अरू केही पनि हैन। जब यो नेताहरूले चाहिँ सत्ता हातमा सम्हाले नि हो त्यसपछि देश सम्हाल्न थालेपछि 18-19 वर्षमा नि जति पनि उद्योग हो त्यो सबै बेचेर खाए भ्रष्टाचार गरे। अनि जब केपी शर्मा ओली चाहिँ प्रधानमन्त्री भएको थियो नि हो त्यो बेलामा एउटा कुरा निस्केको थियो मेलम्ची खानेपानीको हैन हो त्यो प्रोजेक्टको हो। त्यो प्रोजेक्ट पनि कसले सुरु गर्यो थाहा छ राजा वीरेन्द्रले नै सुरु गर्नु भएको। र यो प्रोजेक्ट जब उहाँको हत्या भयो